आज म तपाईहरुलाई ओखलढुङ्गा जिल्लामा रहेको केतुकेको अनौठो र रहस्यमय लामा संस्कार देखाउँदैछु। जुन संस्कारमा मानिसको मृत्युपछि लामाहरूले विशेष पाठ पूजा र शक्तिशाली मन्त्रहरू जपेर मृतकको चुप्पी निकाल्ने गर्दछ। यसलाई लामा वा स्थानीय भाषामा फो गर्ने भनिन्छ। अब खुला नजर मार्फत सबै कुरा हेरौँ। आज केतुकेमा स्थानीय एकजना महिला सानुमाया तामाङको असामयिक निधन भएको छ। गाउँलेहरू सबैजना उनको घरमा भेला भइसकेका छन्। यहाँको प्रचलित चलन अनुसार कुनै व्यक्तिको मृत्यु भएपछि मृतकको घरमा लामा बोलाएर लामाको पाठ गराई दाह संस्कार गर्न लाने परम्परा छ। अब म तपाईहरुलाई लामाको अनौठो र रहस्यमय संस्कार देखाउन घरभित्र जाँदैछु।
अझ एउटा रहस्यको कुरा, आजको गुरु लामा जसले मृतकको टुप्पी निकाल्नुभयो, उहाँको नाम वीरबहादुर लामा। मैले गुरु लामा वीरबहादुरसँग पहिलो अनुभव बुझ्ने प्रयास गरेँ। अब म वीरबहादुर लामा हो। पहिलोचोटि तपाईँले हाम्रो फो गर्ने भन्छ हैन त, मान्छे मरिसकेपछि छोरा मान्छे छोरी मान्छे जो पनि दुईटैको फो गर्ने भन्छ। फो गर्ने भनेको सरल भाषामा बुझ्ने भाषामा टुप्पी निकाल्ने हैन त। अनि गाउँघरमा अहिले पनि चाहिँ भनाइ के छ भने, प्रचलन के छ भने
जुन लामालाई गुरु लामा भन्छ त्यसले चाहिँ फो गर्न सकेन भने त्यो लामा मानिँदैन त्यसलाई मानिँदैन हजुर हैन त्यसलाई लामा भनिँदैन हजुर त्यो भएको हुनाले यो फो गर्ने भने के हो फो कसरी गरिन्छ किन गरिन्छ यसको बारेमा अलिकति भनिदिनुस् त यो भन्ने चाहिँ उहिलेको अब बाउ बाजेको अब परम्परा हो होइन यो सबैभन्दा ठुलो अब हामीले अब बाजेले गरिरहेको आफ्नो जिजु पितापुर्खले गरिरहेको हामीले पनि यो रीत के नै छोड्नु भन्ने चाहिँ हाम्रो धारणा हो अनि त्यसै कारणले अब त्यही हो त्यो त कतिपय मान्छेलाई नौलो अनौठो लाग्न सक्छ मरेको मान्छेको टुपी मन्त्रले हैन मन्त्र पढिसकेपछि आफै आउने भन्ने कुरा कतिले नपत्याउन सक्छ आफै आउने पनि यस्तो हुन्छ अब सबैभन्दा ठुलो हामीले अब नेलोङमा नेलोङ भनेको प्रार्थना गर्ने हजुर हजुर त्यसको पुस्तक पढ्ने हजुर त्यो सम्बन्धी जस्तो त्यो फो गर्ने सम्बन्धी एउटा तपाईहरुसँग पुस्तक छ हजुर त्यो चाहिँ यही बेला मात्रै पढिन्छ यही बेला मात्र अरु बेला त्यो पुस्तक केही पढिँदैन पढिँदैन त्यो राम्ररी पढ्नु पर्यो सुरुमा हजुर हैन हजुर त्यो पढिसकेपछि तपाईसँग एउटा विद्या हुन्छ हजुर त्यो चाहिँ गुरु विद्या गुद्दो हैन हजुर त्यो विद्या तपाईले अन्तिममा गएर पढ्नुहुन्छ हजुर र हजुर अनि नेलुङ सकेपछि हजुर अनि विद्या तपाईले पाउनु भएको मन्त्र अथवा विद्या भनौँ न त्यो पढिसकेपछि त्यो काम हुन्छ हैन हजुर हजुर त्यो काम हुन्छ पहिलो चोटी हजुर हजुर फर्स्ट चोटी अनि त्यो बेला मैले भिडियो पनि बनाइरहेको थिएँ तपाईहरु त्यो बेला कामने रहेछ नि अलिकति हजुर त्यो शक्तिले होला हैन शक्तिले हो हजुर शक्तिले अब त्यो मन्त्र पढ्दाखेरि हजुर हजुर काम अनि त्यो निकालेको फो छ नि जुन टुप्पी हजुर त्यो केमा अहिले कहाँ के राखेको छ केमा राख्नु पर्ने हो त्यो फोन निकाले दोर्जेमा घुमाएर राख्नु पर्छ हजुर दोर्जेमा घुमायो राख्यो अनि सानो धागोले विधि गर्यो अनि त्यो आफै अब त्यो नेलोङ गरिसकेपछि आफै अब विद्यालय हो त्यो पहिल्यै उ भइरहेको हुन्छ कि अनि अब त्यो केमा प्रयोग हुन्छ त्यो टुप्पी चाहिँ अहिले त्यो टुप्पी त्यहीँ अब मुर्दामै जान्छ त्यो मान्छे गाड्ने बेलामा हजुर हजुर त्यहीँ गइसक्यो अब त्यसलाई त्यहीँ चाहिँ हाल्ने हैन हजुर